मलाई त्यो नेता देखेँ मलाई त्यो झुन करेन्ट लाग्छ दिमागमा त्यस्तो फोहोरी हातसँग हात मिलाउनु भन्दा भाइ त्यो गरिब मान्छेसँग हात मिलाऊ खिच्ने मान्छेसँग चाहिँ फोटो खिच्नु छैन साला जो देशका धमिराहरूसँग फोटो हाल्छन् नखिच भाइ त्यो तस्बिरमा त्यो सुहाउँदैन तिम्रो साइडमा उभिन लायक होइन त्यो मान्छे नेता भनेको देशको हुनु पऱ्यो कि पार्टीको होइन राजा महेन्द्र जस्तो हुनुपर्छ भन्छु म एउटै मान्छे राजा महेन्द्र नेता पनि हुन् राजा पनि हुन् हामी त्यस्तो होस् त साला म लम्पसारै पर्छु होला सायद अझै स्पेसली म दुबई कतार मलेसिया यस्तो देशमा जान्छु नि म आँखाबाट आँसु आउँछ ती नेपाली देख्छु अनि म ती नेपालीमा म त्यो रावण जस्तो अनुहार भएको सबै नेता देख्छु अनि मलाई रिस उठ्छ हामी सबै मानव एउटै हो नि त हिजो माओवादीले युद्ध गर्दै गर्दा सबै बराबर हुन्छौँ भनेर चाहिँ आन्दोलन गरे होइन त अहिले कहीँ बराबर आयो त सबै हातमा रोलेक्स र हुब्लो घडी छ देऊ नि त भाइ अन्त सबै गरिबलाई रोडपाका मान्छेलाई हुब्लो घडी बाँड रोलेक्स बाँड सक्छौ सक्दैनौ भनेपछि यो सबै सपना बेचे